दुःखको बेलामा हामीहरू दुःखमा पर्नुभएको सबै नागरिकहरूको साथमा छौँ। सङ्कटको बेलामा हामी साथमा छौँ, सरकारको साथमा पनि छौँ, तलको स्थानीय सरकारको साथमा पनि छौँ। सबै नागरिकहरू एक ढिक्का भएर यो बेलामा यो सङ्कटसँग हामीले सामना गर्नुपर्छ। हामीले अहिले माननीय मोहन आचार्यको संयोजकत्वमा यो समितिभित्र अहिले हामीले पार्टीका त्यो प्रभावित भएको जिल्लाका पार्टीका सभापतिहरू, प्रदेशका मान्यजीहरू, सङ्घका सांसद मान्यजीहरू, यसै गरिकन स्थानीय सरकारका प्रमुख उपप्रमुखहरू भनेर भन्यौँ। र यो समितिले आवश्यकता पर्दै गर्दाखेरि चाहिँ हाम्रो भातृ संस्थाका प्रमुखहरूलाई र शुभेच्छुक संस्थाका प्रमुखहरूलाई पनि सँगसँगै यसमा जोडेर काम गर्ने कुरा उपयुक्त हुन्छ होला भन्ने लागेको एउटा। त्यसैले यसमा उहाँहरूलाई पनि थपौँ। नै उहाँहरू हुनुहुन्छ नै। यसलाई पहिला यो एउटा समिति भयो, यहाँ रह्यो। यसपछि तुरुन्त आजै यसको सदस्य सचिव मानबहादुर थापा हुनुहुन्छ। उहाँले केन्द्रीय कार्यालयको तर्फबाट यहाँ कार्यवाहक मुख्य सचिव हुनुहुन्छ, अरू साथीहरू हुनुहुन्छ। मैले तपाईँहरूलाई भने तपाईँहरूले तुरुन्तै अहिले बैठक सकिसकेपछि संयोजन गरेर 2-3जना साथीहरूलाई अहिले असाइनै गरेर यहाँ एउटा डेस्कै राखेर, त्यो डेस्क राखेर जति सकिन्छ तलको साथीहरूबाट सूचना लिनु पर्यो पहिला अहिले। किनकि थुप्रै स्थानीय नुवाकोटमा, धादिङमा, यता हाम्रो रसुवामा, यी प्रभावित भएका जिल्लाहरूका थुप्रै स्थानीय तहमा अहिले पार्टीको तर्फबाट निर्वाचित हुनुभएको साथीहरू त्यहाँ जिम्मेवारीमा हुनुहुन्छ, वडा तहसम्म। सूचना सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले सूचना लिनु पर्यो पहिला हामीले। सूचना लिइसकेपछि बल्ल हामीले कहाँनिर कसरी काम गर्ने भन्ने कुरा हामीलाई ठिक जानकारी हुन्छ। र मान्य मोहन आचार्यले यसको संयोजन गर्नुभएको छ। सरकारसँगको निरन्तर संवादमा बसिराख्नु पर्यो, प्रदेश सरकारसँग पनि, मूलतः सङ्घीय सरकारसँग, र उहाँहरूले गरिरहेको कामहरूको बारेमा पनि हामीले जानकारी लिने र हाम्रो तलको साथीहरूबाट जानकारी लिएर त्यसपछि ग्याप कहाँ हुन्छ, यो ग्याप कहाँनिर हुन्छ, त्यो ग्यापलाई हामी अलिकति हेरौँ। र यसमा मैले डाक्टर गोविन्द पोखरेललाई पनि अनुरोध गरेँ। पहिला विपदमा लामो समय काम गरेको अनुभव पनि भएको, प्राधिकरणमै को लिड पनि गर्नुभएको, यसमै जोडिएर यसमा थप मद्दत पनि गरिदिनु होला। त्यो ग्यापको थाहा भइसकेपछि अनि अघि नै कुरा भन्नु आवश्यकता अनुसार, जस्तो उदाहरणको लागि यो आज साँझसम्म गर्नु पर्यो, साथीहरूको जानकारी लिनु पर्यो, भोलि सबेरै तपाईँहरूको बैठक बस्नु पर्यो। र कुनै पनि ठाउँको साथीहरूले होइन हामीलाई यहाँ चाहिँ स्वयंसेवक साथीहरू नै पठाइदिनुपर्छ थप भनेर भन्नुभयो भने त्यो समितिले निर्णय गर्छ। निर्णय गरेपछि हाम्रो स्वयंसेवक साथीहरू परिचालित हुनुहुन्छ, तल जानुहुन्छ। होइन यहाँनिर चाहिँ स्थानीय सरकारलाई हामीले मद्दत गर्नु पर्यो, हामी त्यहाँ मद्दत गर्छौँ। अघि नै कुरा आयो, यो ठाउँमा चाहिँ लत्ता कपडा वा चाहिँ अघि नै डाक्टर साहबले लेखेर पठाउनु भएको छ। केही ठाउँहरूमा तत्काल अघि नै मानबहादुर थापाले पनि भन्नुभयो, सेल्टरका लागि केही कुरा आवश्यक परेको छ, यो चाहिएको छ। जहाँनिर हाम्रो रोल हुन्छ हामी त्यो ठाउँमा रोल गर्छौँ। तर त्यो गर्नुलाई अलिकति व्यवस्थित ढङ्गले गरौँ, होइन भने त्यो ह्यापाजर्डले गर्दाखेरि चाहिँ कहिलेकाहीँ सहयोगभन्दा पनि असहयोग हुने अवस्था बन्छ। यसलाई अलिकति यसरी समन्वय गरौँ। र यसको निम्ति चाहिने जुन स्रोत छ, त्यो स्रोत जुटाउनुका लागि हामीले पहिलेदेखि गर्दै आएका छौँ। पार्टीका सांसदहरू हुनुहुन्छ, हाम्रो स्थानीय सरकारका साथीहरू हुनुहुन्छ, हामीहरू केन्द्र समिति भएका साथीहरू छौँ, हामीहरूले कन्ट्रिब्युट गर्छौँ। पालिकाहरू छ, उहाँहरूले कन्ट्रिब्युट गर्नुहुन्छ, हाम्रो पार्टीको अरू साथीहरूले कन्ट्रिब्युट गर्नुहुन्छ। र त्यसलाई हामी चाहिँ त्यही स्रोतबाट हामी आवश्यकता परे अनुसारको यहाँ हाम्रो आफ्नो पार्टीकै कोष छ, त्यसबाट हामी परिचालन गर्छौँ। र आवश्यकता पर्दै गर्दाखेरि सरकारसँग हामीहरू कुराकानी गर्छौँ। हाम्रो योभन्दा पहिला पनि हाम्रो अभ्यास छ। हामीले सरकारले चाहिँ यदि यस्तो खालको कोष बनाउँछ र यसमा चाहिँ यो अरू सबैको सहयोगहरू जुटाउनुपर्छ भनेर भन्दै गर्दाखेरि हामीले कोभिडको बेलामा पनि र योभन्दा जाजरकोटको भूकम्पको बेलामा पनि नेपाली कङ्ग्रेस पार्टीको तर्फबाट दुवै अवस्थामा हामीले त्यो बेलामा चाहिँ हाम्रो पार्टीको साथीहरूले जम्मा गर्नुभएको हाम्रो आफ्नो पार्टीको कोषबाट 50-50 लाख रुपियाँ हामीले त्यतिखेर सहयोग गरेको हाम्रो आफ्नो अनुभव छ। त्यसैले यो बेलामा अहिले अब सरकारले यसलाई कसरी लिन्छ, कसरी उहाँहरूले भन्नुहुन्छ, त्यहाँ पनि हाम्रो आफ्नो उपस्थिति सहयोग रहन्छ नै। अहिलेको लागि पार्टीभित्रको हाम्रो आफ्नो कामहरू व्यवस्थापन गर्नुलाई अहिले आएको सुझावलाई हामी त्यही अनुसारले ग्रहण गरेर गर्छौँ। यसलाई यो विषय यसमा रह्यो। अर्को एउटा कुरा पनि हामीले सँगै ख्याल गर्नुपर्ने कुरा, अहिले बिचमा यहाँ आउँदै गर्दाखेरि मैले केही सामाजिक सञ्जालहरूमा यसो हेरेँ। यो यस्तो बेलामा चाहिँ यो यतिखेर पनि यो सानो राजनीतिक लाभका निम्ति चाहिँ यो कन्सपिरेसीको कुराहरू यसलाई फैलाउने र मिसइन्फर्मेसनको कुराहरू फैलाउने, यो चाहिँ हाम्रो क्यारेक्टर होइन।
त्यसले हामी त गर्दै गर्दैनौँ। हामीले तल्लो तहसम्म हाम्रो साथीहरूलाई पनि के कुरा भन्नुपर्छ भने यो बेलामा हामीले जहाँ सरकारलाई मद्दत गरेर सहयोग गर्नुपर्ने सरकार भनेको स्थानीय सरकार पनि हो, सङ्घको सरकार पनि हो, त्यहाँ गर्छौँ। जहाँ स्वयंसेवी रूपमा परिचालित भएर गर्नुपर्ने हो त्यहाँ गर्छौँ। जहाँ सही सूचना दिएर नागरिकलाई मद्दत गर्नुपर्ने हो त्यहाँभित्र गर्छौँ। हामी यो अनावश्यक हो हल्लाको पछाडि लाग्ने काम, हो हल्ला गर्ने काम, यो दुइटै गर्दैनौँ। अनावश्यक हो हल्ला गर्ने काम पनि हामी गर्दैनौँ, अनावश्यक हो हल्लाको पछाडि लाग्ने काम पनि गर्दैनौँ। मिथ्या सूचना फैलाउने काम पनि गर्दैनौँ, अनावश्यक ढङ्गले विभिन्न षड्यन्त्रको सिद्धान्त बुन्ने काम पनि गर्दैनौँ। अघि नै मानवर थापाले एउटा महत्त्वपूर्ण कुरा उठाउनु भएको छ। भोलि अलिकति अहिले राहतको उद्धारको काम सकिसकेपछि अलिकति थामिएको बेलामा केही विषयहरूमा भने गम्भीर छलफल गर्नुपर्ने कुरा छ। किन पूर्व सूचना हामी समयमा पाउँदैनौँ, वा चाहिँ यत्रो ठुलो यो चाहिँ हिम पहिरो वा हिमतालको विस्फोटको कुरा त वर्षौँदेखि हामीहरू गरिरहेका छौँ। यस्तो बेला हामी तयारी कसरी बस्नुपर्ने होला, त्यो उपयुक्त समयमा त्यसको बारेमा छलफल गरौँला। अहिले यतिखेर भनेको हाम्रो राहतमै जुट्ने बेला हो, उद्धारमै जुट्ने बेला हो। हामी यसमै जुट्ने गरिकन हामीहरूले यसमा काम गर्छौँ। र त्यसैले मैले सबै साथीहरूलाई अहिले अब यसमा धेरै समय पनि नलाउँ, यहाँ अहिले आएका सुझावहरूलाई पनि ग्रहण गरेर महामन्त्रीले यसलाई थप यसमा केही कुरा थप्नुपर्ने कुराहरू थप्नुहुन्छ। र चाहिँ अब यो समिति चाहिँ अहिले बन्यो, मोहनजीले यो समितिको काम अहिलेबाट सुरु गर्नुहुन्छ र मानवर थापा यसको सदस्य सचिवले अहिले नै एउटा डेस्क माथि बनाएर सूचनाहरू सङ्कलन गरेर यसमा गर्नु। किन भनेको भने अहिले केही यहाँ साथीहरूले खबर गरेर राख्नु भएको छ, कोही लत्ता कपडा लिएर जान चाहनुहुन्छ, कोही यहाँ चाहिँ यो खानेकुरा जम्मा गरिदिनु पर्यो, खानेकुरा लिएर जान्छु भने चाहनुहुन्छ। तर त्यो लिएर कहाँ जाने हो, कसरी जाने हो, लिएर जाने बाटोको उपलब्धता कहाँ कस्तो कुराहरू छ, कुन ठाउँमा साँच्चीकै चाहिएको छ, कुन ठाउँमा के चाहिएको छ भन्ने कुरा चाहिँ सबै एकद्वारबाट गर्नुपर्छ। त्यसैले मेरो साथीहरूलाई पनि अनुरोध के कुरामा छ भने यो सूचना र समन्वय डेस्क जुन हामी अहिले माथि बनाउँछौँ यही समिति अन्तर्गत रहने गरिकन यो सूचना र समन्वय डेस्कसँग समन्वय गरेर मात्रै साथीहरू गइदिनु होला। नभए पुरानो हाम्रो अनुभव छ, ल त भोलि रसुवा गइहालौँ भनेर बिहान कोही रसुवा हिँडिदिइहाल्ने, कोही नुवाकोट गइहालौँ भनेर गइदिइहाल्ने कुराले त्यहाँ थप सहयोग नपुग्न सक्छ। यहाँ सूचना र समन्वय डेस्कसँग समन्वय गरेर मात्रै यी कुराहरू गरौँ भन्ने अनुरोध गर्दै अहिले महामन्त्रीले राख्नुभएको प्रस्तावहरूलाई सबै साथीहरूले यसलाई पारित गर्नका निम्ति पनि म अनुरोध गर्छु। र दुःखको बेलामा हामीहरू दुःखमा पर्नुभएको सबै नागरिकहरूको साथमा छौँ, सङ्कटको बेलामा हामी साथमा छौँ, सरकारको साथमा पनि छौँ, तलको स्थानीय सरकारको साथमा पनि छौँ। सबै नागरिकहरू एक ढिक्का भएर यो बेलामा यो सङ्कटसँग हामीले सामना गर्नुपर्छ।